हाम्रो यही प्रस्तावमा माननीय गृहमन्त्रीजीले अहिले तत्कालै विपदग्रस्त भएको क्षेत्रहरूमा पार्टीका कार्यकर्ताहरूलाई खास गरिकन सडक सफा गर्नका निम्ति अरू केही खोज र उद्धारका निम्ति त्यहाँ हाम्रो संख्याले पुगेको छैन, संख्याहरू परिचालित गरिदिनु पर्यो भनेर भन्नुभएको छ। हामी यहाँ भएको छलफलको आधारमा अहिले जे आवश्यकता छ त्यो आवश्यकताको अनुसार हामी आफ्नो पार्टीभित्र जुन विपदका हाम्रा संरचनाहरू बनाएका छौँ ती संरचनाहरूमा अहिले सरकारले भनेकै कुराहरूसँग समन्वय गरिकन हामी आफ्नो कुराहरू परिचालित गरिहाल्छौँ। हामीले यही नै भनेका छौँ कि यतिखेर स्टेट भन्दै गर्दाखेरि स्टेटले नन स्टेट भनेर भनियो त्यो सबैलाई पनि आफ्नो ठान्नुपर्छ। हामी सबै यो बेलामा राज्यका हौँ, चाहे निजी क्षेत्र होला, चाहे राजनीतिक दल होला, चाहे सामाजिक सङ्घ संस्थाहरू होला, यो सबै मेरो शक्ति हो, सबैलाई मैले परिचालित गर्नुपर्छ। किनकि सरकारसँग भएको स्रोत र साधनबाट मात्रै यत्रो ठुलो प्राकृतिक विपत्ति पछिको अवस्थामा काम गर्ने कुरा सम्भवै हुँदैन। हामी भए पनि सम्भव हुँदैन, जो भए पनि सम्भव हुँदैन। यसरी गर्नुपर्छ भनेर भनेका छौँ र मलाई विश्वास छ यसलाई सरकारले पनि त्यो अनुरूपले लिन्छ। दोस्रो, आज हामीले छलफलमा के भनेका छौँ भने हामीले प्रत्येक विपत्तिमा गरेको अनुभव, विपत्तिको लगत्तै पछाडि हामी सबैलाई विपत्तिमा परेको प्रत्येक नागरिकको जस्तै पीडा हुन्छ, चाहे त्यो राज्य सञ्चालनमा बसेका कोही होला, चाहे सञ्चार माध्यम होला, चाहे हामी होला। तर 5-7 दिन पछाडि हाम्रो प्राथमिकताहरू बदलिन्छ, जुन स्वाभाविक। त्यसपछि त्यो विपत्तिको मारमा परेको मान्छे त्यो एक्लैले त्यो मार खेपिराख्नुपर्छ। अहिले जाजरकोटको भूकम्प सम्झ्यो भने हामीले अहिले जाजरकोटको भूकम्पबाट त्यतिखेर त्यो बेलामा रातारात सबै घरहरू बन्छन् भनेको जस्तो भएको थियो, तर अहिलेसम्म पनि त्यहाँको कैयन घरहरू बनेको छैन। यो हामीलाई कसैलाई पनि दोष नदिकन हेऱ्यौँ भनेदेखि भने हाम्रो विगतको अनुभवले हामीले एक कुरा सिकाउँछ। त्यो आजको छलफलमा हामीले यो कुरा उठायौँ कि यो कुराको पुनरावृत्ति नहोस् भन्नका निम्ति हामी अलिकति फरक ढङ्गले काम गरौँ त भन्ने सन्दर्भमा अहिले एउटा सर्वदलीय एउटा संयन्त्र बनाऊ र त्यो पनि संसदभित्रबाट एउटा समिति बनाऊ। संसदभित्रबाट बनाएको यो समिति अहिले तुरुन्त अहिलेको चरणमा मात्रै काम गर्दैन, यसले त यो लगातार यो त अरू वर्षौँ लाग्छ। खरबौँको क्षति भएको छ, कति क्षति भएको अनुमान गर्न सक्ने अवस्था छैन। त्यसले यसले लगातार अहिले खोज उद्धार, यो अर्ली रिकभरी, यो सन्दर्भमा सरकारलाई सुझाव दिने, पार्टीहरूलाई पनि कतिपय ठाउँमा संयुक्त रूपमा परिचालित गर्नुपर्ने कामहरू होला, त्यो पनि त्यो संयन्त्रले गर्छ।